दिस इज बुढी बिल्जिया भ्लग इज मी सन्दीप जङ छेत्री है। अनि आज चाहिँ हामी यो गोकर्ण फरेस्ट रिसोर्टमा आएको थियौँ। त्यसपछि घुमघाम गर्दै गर्दै हामी यस्तो खतडामा आइसकेको छ है। त्यसपछि फ्यामिलीसँग घुम्दैछु। अनि रिसोर्ट चाहिँ बवाल लाग्यो मलाई। यो चाहिँ गोकर्ण फरेस्ट रिसोर्ट भन्दै थियो होइन। ठ्याक्कै हाम्रो घरबाट 26 मिनट हो कि कति मिनट लाग्यो, त्यही हो कुरा। यहाँ चाहिँ धेरै चिजहरू रहेछ, गल्फ खेल्नेदेखि लिएर स्विमिङदेखि लिएर धेरै चिजहरू छ यहाँ। अनि गल्फ खेल्ने ठाउँ चाहिँ यस्तो छ है, हजुरहरूले देख्न सक्नुहुन्छ। यो पुरै गल्फ खेल्ने एरिया हो, यस्तो छ। अनि यहाँ माथिबाट आउनुपर्छ। उहाँ चाहिँ मेरो मम्मी। लगेडा हो, फाइनल्ली हामी गर्लफ्रेन्ड ठाउँमा बसिरहेछौँ है। यस त्यो एउटा हो है, भर्खर आइयो यहाँ तलसम्म। अनि उहाँ चाहिँ मेरो मामा है, म चाहिँ मेरो भान्जा, म चाहिँ भान्जा, म चाहिँ ड्याडी है, मेरो ड्याड, म फेरि ड्याडको बुढो, उहाँ चाहिँ मम्मी, बहिनीको बुढा, उहाँ चाहिँ मेरो मम्मी। अनि उहाँ चाहिँ मेरो बहिनी है। त्यही एउटा हो। भ्लग चाहिँ मजाको भइरहेछ। स्ट्यान्ड भएको झन् सजिलो हुन्थ्यो, अझ त्यही माथि स्ट्यान्ड नै भएन, दिमाग खराब भयो। एउटा हो तलपट्टि चाहिँ अलिकति हामीलाई, अरूहरूलाई त होइन, हामीलाई चाहिँ अलिकति हुने खालको खानेकुराहरू हुने खालको भएन, त्यसैले हामी माथितिर लाग्दैछौँ। यो तल पुरै गल्फ साइड हो है, यो गल्फ साइड हो। अनि त्यही हो केटा हो, अरू त के भन्ने हो र। तर धेरै बसी भ्लग बनाएँ फेरि मैले आज पनि। आज यो नेचरहरूले चाहिँ अलिकति भाइब दियो क्या मलाई भ्लग बनाउनलाई। मलाई फेरि यस्तै हो केटा, अलिकति यो नेचरहरूले भाइब दियो भने चाहिँ भ्लग हानिदिइहाल्नु मन लाग्छ। फ्यामिलीसँग भयो नि, जोसँग भयो नि, त्यही हो केटा। तलपट्टि चाहिँ भाइब मिलेन भन्नाले, मिल्न त मिलिरहेको थियो, सबै थोक मिलिरहेको थियो। अलिकति खानेकुराहरू चाहिँ हामीलाई नमन पर्ने खालको भयो कि, त्यही कारणले चाहिँ हामी माथि जाँदैछौँ। त्यही हो केटा। अब सिधै खाने ठाउँमा भेटौँ है त। ल केटा फेरि माथि आइयो है, अर्को ठाउँमा। त्यस्तै हो, तलपट्टि चाहिँ अलि ड्रिङ्क्स सिक्स खाने, नेचरहरूमा भाइब दिने त्यस्तै खालको ठाउँ रहेछ होइन। माथिपट्टि चाहिँ अलिक चिल जस्तो लाग्यो मलाई। यहीँ आइयो अनि अन्त त्यही हो केटा ल अब त्यस्तै हुँदै गर्छ। हो त्यही हो, हामी त्यसरी आएको। त्यही केटा हो, पछाडिपट्टि देख्न सक्नुहुन्छ। यो पसिना नि वाइल्ड आयो, वाल पसिना आइदिएर अघि मैले खिचेको ठाउँ चाहिँ यही हो। अब फाइनल्ली खानेकुरा आइसकेको छ। म यसमा चिकन चाउमिन, यसमा मम्मी र माले चाहिँ चिकन चाउमिन हान्नुभयो होइन। अनि ड्याडीले चाहिँ आज ड्याडीको फास्ट भन्छ कि के भन्छ, व्रत भन्छ होइन। ड्याडीले चाहिँ यो के हो, यो खानुभयो। हामीले चाहिँ मोमो खाने अब चट्ट लाएर एकडा हो, खोलिदिउँ ल। चिकन मोमो है यो चाहिँ, त्यही हो केटा हो। यो तन्दुरी प्राउन आयो केटा हो। यो चाहिँ ओइल हो कि के हो यार। पुरै पानी हो। फेरि क्यामेरा अगाडि ल्याइदिनु भयो पानी। रिसोर्टको नेम के हो? दरबार रिसोर्ट।
गोकर्ण रिसोर्ट पनि भन्नु गोकर्ण फरेस्ट रिसोर्ट भन्छ तर दरबार रिसोर्ट लेखेको थियो मेनुमा खाजा साजा नि खाइयो सबै खाइयो होइन तर मलाई टेस्ट चाहिँ एकदम मिठो लागेन अरूहरूलाई कस्तो लाग्छ थाहा छैन मलाई। अनि केटा हो यो चाहिँ लज हो कि के भन्दै थियो लज होला आज यो चाहिँ लज हो रहेछ है के नाम के थियो राणा लज थियो राणा लज यो थियो। अनि सही छ यार तर यार राजाहरू बस्ने ठाउँ जस्तो छ यार यो पुरै बवाल छ त्यही हो केटा हो होइन। यो भ्लग चाहिँ कहिले आउँछ थाहा छैन अब एडिट गर्नुपर्छ मलाई लास्ट झ्याउ लाग्छ कि अब त्यही एउटा माया गरिदिउँ सपोर्ट गरिदिउँ त्यही हो अरू त अब त्यस्तै हो अरू अब भनिसाध्यै छैन होइन। तर कति मैले कम्तीमा नि 1 मन्थ हो कि 2 मन्थ पछि भ्लग बनाएँ होइन 1 मन्थ हो कि 2 मन्थ पछि भ्लग बनाएँ। अनि अरू के भनौँ त 1 मन्थ हो कि 2 मन्थ पछि भ्लग बनाएर बल्ल अहिले खै के थाहा छैन मलाई यार केटा त्यही हो होइन। यो मेरो पछाडिको उस पनि सही छ अनि तलपट्टि चाहिँ यो जङ्गलबाट तल चाहिँ फेरि गल्फ खेल्ने ठाउँ छ होइन। अनि यो यत्रो बोर्डै भइहाल्यो पिपलको बोर्ड। अनि यहाँ मम्मीहरू उस गर्दै हुनुहुन्छ यहाँ ड्याडी टिकटक बनाउँदै हुनुहुन्छ मामा मोबाइलमा बिजी पुन्टी मेरो बहिनी चाहिँ उहाँ एक्लै खेल्दै बसिरह त्यही हो केटा हो फाइनल्ली मम्मीसँग भ्लग बनाउँदैछु धेरै पछि अहिलेसम्म भ्लगै गराएन मम्मीसँग होइन। अनि अरूलाई कस्तो लाग्यो त अनि खानेकुराको टेस्टहरू राम्रै लाग्यो हो तर मलाई चाहिँ राम्रो लागेन है केटा खासै मिठो चाहिँ छैन है पैसा तिरे अनुसार चाहिँ प्राइज अनुसार चाहिँ नो टेस्टै मिठो छैन है त्यही कुरा हो होइन। अरू कुरा गर्दै गरौँला अब सिधै गएर गाडीमा भेटौँला त्यही एउटा भ्यूहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँबाट यस्तो छ है ठाउँ चाहिँ बब्बाल छ है ठाउँ चाहिँ मैले यसलाई चाहिँ घुम्न आउनलाई चाहिँ मजा छ यसलाई चाहिँ घुम्न आउनलाई चाहिँ है खानेकुरा चाहिँ खासै मलाई मन परेन हैन 8.5 आउट अफ 10 दिन्छ यो चाहिँ होइन। खानेकुरा चाहिँ अलि प्राइस अनुसार मलाई ठिक लागेन हैन घुम्नलाई मम्मीलाई ठिक लागेन त हैन राम्रो छ यहाँको भ्यू चाहिँ एकदमै मन पर्यो मलाई चाहिँ भ्यू चाहिँ एकदम बवाल छ है केटा। अब इन्डोर स्विमिङ पुल छ यहाँ त्यही माथि गल्फ पनि छ अनि तलपट्टि अब हजुरहरूले ड्रिङ्क्सहरू खानुहुन्छ अनि ड्रिङ्क्सहरूको लागि सुविधा पनि छ तलपट्टि सबै राम्रो छ। यो उस चाहिँ यो रिसोर्ट चाहिँ होइन रिसोर्ट चाहिँ पुरै राजाहरू बस्ने खालको रिसोर्ट छ है राजाहरू बस्ने खालको रिसोर्ट छ तर मान्छेहरूलाई एकदम बवाल हुन्छ। फेरि घुम्दै मामा यहाँ म यहाँ बहिनी हो त्यहाँ अनि यस्तो सही घर देखियो कि गार्डनको बिचमा कुरै नगरौँ केटा हो मान्छेलाई एट्याक गर्न सक्छ नि त टाइम अनुसार त्यही भएर यो राखेर भित्र बसेर गम घिस खाना त त्यस्तै घिस्रो चाहिँ हुन्छ। अनि यहाँ छ नि यहाँ यो टेबल यता महेन्द्र बस्ती होइन यहाँ चाहिँ राजा रानी त्यो बस्नु भएको थियो हो। अनि यहाँ चाहिँ शिकार खेल्ने रे कि यहाँ यो बुटो छ यो हो यो 200 वर्ष पुरा अलि यता देखेको छ त भने हो यहाँ हो यो भनेको 200 वर्ष पुरानो बुट्टा होइन ऐतिहासिक बगेको बुट्टा। अनि यो त्यो उता त्यहाँ मृग चढिरहेको थियो अरे अनि मृगलाई हान्छु भन्दाखेरि यो बुट्टाले छेकेर अनि त्यो बुट्टै ढालिदियो क्या त्यस्तो पो हो त कुरो त्यही हो है केटा अझै भन्दै गइसक्यो त यहाँ चितु आएको थियो होइन यहाँदेखि अगाडि हामी परबाट देखायो हो क्या त्यही भएर तल डर चाहिँ छ यहाँ तल छ नि यहाँ हेर्नुहोस् गाईहरू शिवलिङ्ग हो क्या तल होइन त्यहाँ कुवा हो क्या यो पहिला परापूर्व कालमा चाहिँ त्यहाँ ऊहरू खास पहिला खास चाहिँ त्यहाँ बाघ बगेनीहरू चट्ट माल बाँध्ने आएर त्यहाँ पानी सानी खाने यताउता हेर्ने गर्थ्यो होइन। अनि पछि चाहिँ
राजा ठ्याक्क महेन्द्र यहाँ आएर हेर्दाखेरि ठ्याक्क त्यहाँ देखा भएर अनि ओहो यो त एकदम सुन्दर ठाउँ रहेछ भनेर त्यो ठाउँलाई अलिअलि फाँडेर अनि फेरि त्यहाँ अलिक ठुलो हो त्यो अलि जुम गरेर जुम भयो हो त्यहाँनिर त्यो ट्याङ्की हो त्यहाँ उता कुवा छ त्यहाँ उता रानीले नुहाउने के त्यो रानीले नुहाएको चाहिँ कसैले देख्नुहुन्न भनेर राजाले मात्रै देख्ने भनेर त्यतिखेर यो 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 छ नि यो 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 रुखहरू नफाडेर गोप्य के भन्छ सेक्रेट रुम सेक्रेट कुवा हो त्यो ताकि अरूले नदेखुन् होइन राजाले मात्रै देख्नु नआएको भनेर अरू देख्नु त भएन बाँकी चाहिँ फेरि भानीले भन्छ है बाँकी चाहिँ अब त्यही हो कुरा अब घुम्दै घुम्दै थाहा हुन्छ अब तिमीहरूलाई हामीलाई पनि यहाँ घुमे थाहा भएको अब लास्टमा कहानी यस्तो रहेछ होइन अब हामी पुगेका छौँ गार्डनमा अब यहाँ आइयो यहाँ चाहिँ पहिला परापूर्वकाल भनेको एकदम धेरै पहिला के अब यहाँ चाहिँ खरायोहरू खरायो भने थाहा छैन ऊ के मुसाभन्दा अलिक न ठुल्ठुला चौवटा भन्छ क्या होइन खरायो के खरायो सेतो सेतो बिरालो हो क्या खेलेर यो त हो यहाँबाट जान्थ्यो अरे क्या यी बाटो यहाँ पहिला धेरै वर्ष पहिला कुरा हो यो होइन यहाँबाट बर्केम्लाहरू यता जाने हामी बर्केम्ला छ अरे तर हामी जान्दैनौँ त्यहाँ होइन किनभने त्यहाँ डेन्जर छ राति पर्न आयो त्यता चितुवाहरू पनि आउँछ भनेर नजानु होला भन्नुभएको छ कि त्यहाँको उहरूले सेक्युरिटी दाईहरूले होइन अनि त्यही भएर हामी त्यता चाहिँ जाँदैन ऊ त्यहाँ तल गयो भने बाघहरू बगेनीहरू यस्तो अब खेलेको होइन किरा गरेको अनि खरायो चौवाडा अनि त्यसपछि आवाज आयो नि चराको हो त्यही भएर यस्तो रमाइलो एकदम रमाइलो ठाउँ छ तपाईँहरू आउने भए आउनु होला तर खाना चाहिँ महँगो छ है झोलाभित्र हालेर बोकेर ल्याउनुहुन्छ हामीले त त्यस्तो गरेनौँ यहाँ आएर खाइयो लास्टै महँगो रहेछ हामीले हाम्रो क्याफेमा चाहिँ 100 रुपियाँ प्लेट मोमो बनाउँदाखेरि हामी पसिना आएको थियो धेरै भन्यो कि भनेर तर यहाँ त 950 रुपियाँ प्लेट रहेछ त्यही पनि खाइयो त्यही भएर होइन त्यस्तै भने आउन अनि चाउमिनको त हल थाहा नि हामीले सीफुड खाएको अघि होइन एउटा पिसको 1000 हामीले 3टा पिसको 3000 त्यो गम खाइयो त्यो चाहिँ हामीले घिच्यो होइन खाएको होइन यता चाहिँ लानु यो पुरा त्यो राजा महेन्द्र चाहिँ त्यो कौशीबाट हेर्थ्यो अरे कि एक दिनको कुरा हो होइन रानी चाहिँ कहाँ गयो भनेर यसो कौशीबाट हेर्दाखेरि यता गएको अरे के त्यता फेरि टोइलेट गएको फेरि धेरै केटा हो त्यही हो होइन कहानी चाहिँ डेन्जर भइरहेछ यहाँ होइन त्यो रमाइलो खत्रै कहानी बनाइरहेको छौँ हामीले होइन हुन चाहिँ फेरि रियल वास्तविक कुरा चाहिँ त्यही खालको जस्तो लाग्छ है मलाई पनि ठाउँ नै राजाहरू बस्ने खालको जस्तो ठाउँ छ होइन त्यही कारणले चाहिँ यहाँ माले बयान गर्दै भान्जाले यहाँ भिडियो खिच्दै छन् होइन त्यही हो कुरा हो अनि भिडियो चाहिँ आजको चाहिँ एकदम अलि कस्तो कस्तो छ थाहा छैन मलाई पनि त्यो अब सिधै एडिट गर्ने बेला थाहा हुन्छ अब अर्को ब्रिफ चुन्नु अहिले यो चाहिँ यो छ नि यहाँ म बसेछु नि हो यहाँ चाहिँ हो यहाँबाट यो के को रुख थाहा छ तपाईँहरूलाई थाहा छैन नि होइन त्यही भएर म भनिदिन्छु है यो चाहिँ बरको रुख हो आजभन्दा 1500 वर्ष पहिला हो यत्रै थियो कि त्यतिखेर हो यत्रै अनि 1500 वर्ष अगाडि चाहिँ यत्रो थियो होइन सानो लानु बढ्दै गएर अहिले यत्रो भयो क्या अनि यसैलाई हेर्न पनि होइन कति टाढा टाढाबाट अब पर्यटकहरू आउँछ होइन अनि टुरिस्ट पर्यटकहरू आउने गर्ने अब नेसनल र इन्टरनेसनल पर्यटकहरू छ क्या अनि अब यता हेर यो फेरि कहिले कसरी यत्रो यो पनि ठुलो छ नि होइन यो बुढी हो क्या यो बुढी होइन उहाँ बुढी भएको होइन अनि त्यससँग त्यही भएर राजा महेन्द्रको बुढी आउनुहुन्थ्यो कि भन्ने हामीले किम्बदन्ती फेला पारेको हामीले पनि खोजेर फेला पारेको कहाँ अब हामीसँग त्यस्तो हामी तपाईँहरू दाइहरू जस्तै थियो यता चाहिँ टिकटक सेसन भइरहेको 12 मम्मीको यहाँ पुन्टी पनि छ यहाँ ब्रिफ सुन्नलाई हामी चाहिँ यही हो केटा हो भिजिट गर्दैछौँ केटा हो होइन अब अर्को कुरा भनिदिउँ म अर्को सुटुको भनिदिन्छु म कपालको कुरा गरेको के कपाल भनेको मेरो गर्लफ्रेन्ड के अरे मेरो गर्लफ्रेन्ड बाहिर छ विदेशमा अघि मैले फोनबाट कुरा गरेको होइन नाइट थिचेर हामी यहाँ आउने अरे तिमीहरू पनि आउनु फेरि कसैलाई नभनिदिन अनि थाहा छ 13,000 छ के वान नाइट स्टे गरेको होइन अनि त्यो मेनु हुन्छ नि हो त्यो मेनु हेरेर गऱ्यो भने चाहिँ 9,000 छ अरे त्यो कपालको लाग्यो केटा र केटी फेरि घरमा ड्याडी मम्मीलाई कसैलाई नभनी आउनु
सुटुक है केटा धेरै ठुलो रहेछ यार स्पेस चाहिँ मा कसम बब्बाले ठुलो स्पेस छ बिचमा पार्किङ छ यत्रो ठुलो गार्डन छ अनि हामी चाहिँ त्यही भइरहेछ त्यही बयान गर्दै हिँड्दै भन्ने काममा ल मा जाने अब त्यहाँ एकचोटि हेरेर आउन त ल उही अगाडि हेरेर आउनु यहाँ भ्लग हुँदैछ क्या माले बयान गर्ने म भ्लग गर्दै हिँड्ने भइरहेको आउनु हजुर पनि आउनु भ्लगमा अब यहाँबाट उता चाहिँ वाल रहेछ हेर केटा हो होइन वाललाई नागेर हिँड्नु भएन अरू चाहिँ यो पुरै जङ्गलै जङ्गल हो है केटा यो चाहिँ यो अगाडि चाहिँ गार्डन हो यो चाहिँ होइन यो चाहिँ पुरै जङ्गलै जङ्गल है यतापट्टि चाहिँ अनि उहाँ चाहिँ मेरो ड्याड इन्डिङमा आयो हामीहरू अब यति हो यहाँदेखि उता अब फर्किने होइन त्यही हो यो पुरै हामीले देखाइदिएको छ है ब्याग गरेर ल्याउँछ अरे यता चढ बाय बाय नानी नगर्नु ढोका नखोल भने बन्द चल लग अलि अगाडि लग उहाँ मंकी मंकी है ना छोड़ा ना लगेर त्यही हो होइन आज बवाल भयो घुमघाम बवाल भयो खानपिन चाहिँ अब त्यही भयो आलु जस्तो भयो त्यही भएर अब महँगो चाहिँ लास्ट महँगो खानेकुराहरू होइन तर एउटा हिसाबले रिसोर्टको यो हुन्छ नि भ्यूको हिसाबले चाहिँ महँगो चाहिँ ठिक कुरा हो तर टेस्ट चाहिँ मिठो भएन कि केटा होइन त्यो चाहिँ अब हजुरहरूले यहाँको ओनरले हेरिराख्नु भएको छ भने चाहिँ त्यो चाहिँ इम्प्रुभ गर्नुहोला हजुरले सेफहरू मृगहरू एकैछिन है ल केटा अब मृग हो यी मृग हो कति रौनु उस गरेर भिडियो खिचेर आउँछ ल मृग पालेर कति धेरै मृग ल केटा अब मृगहरू चाहिँ पालेर रहेछ होइन सब ठिक छ एकदम बेस्ट छ होइन मलाई सब चिज खतरा लाग्यो तर फुडहरूको आइटम चाहिँ मलाई ठिक लागेन है केटा त्यो चाहिँ अब उहाँको यहाँको यो के भन्छ अरे यो के थियो यसको नाम गोकर्ण फरेस्ट रिसोर्टको चाहिँ होइन ओनरले हेरिराख्नु भएको छ भने चाहिँ फुड आइटममा चाहिँ अलिकति इम्प्रुभ गर्नुला अलि मलाई उस आएन क्या त्यो नुनको टेस्ट आएन आएन अनि अलिकति स्मेलहरू पनि आइरहेको थियो उसहरूमा मासुहरूमा त्यही हो केटा त्यति भन्दै अब सिक्दै म इन भ्लग चाहिँ घरतिर गएर बनाउँछु त्यति बेलामा भ्लग हेर्दै गर्नुला
त्यही भन्दै अहिलेको लागि बिदाई मागेँ, बाई। असल गाइज, अब म फाइनली मेरो घर आइसकेको छु। म मेरो फ्यामिली मेरो घर आइसकेको छौँ है। त्यही एउटा हो, आजको दिन चाहिँ एकदम रमाइलो भयो। फ्यामिलीसँग नि घुमघाम गऱ्यो, एकैछिन म साथीसँग नि 1 घन्टा घुमेर आएँ। त्यो अलिकति ठ्याक्कै टाइममा भ्लग गराउनु पाएन। स्कुटर यहाँ भर्खरै स्कुटरमा आएको थिएँ म। त्यसपछि अब इन भ्लग त गराउनु पऱ्यो। अब सब भ्लग गराउने, लास्टमा इन्डिङ भ्लग बनाउनु पाएन भने त्यो अलिकति खल्लो हुन्छ। त्यही कारणले अहिले भर्खर बनाउँदैछु। अनि त्यही एउटा के अरे गोकर्ण फरेस्ट रिसर्च एकदम बेस्ट छ। स्पोर्ट्स एकदम बवाल छ। नेचरदेखि लिएर गल्फहरू खेल्ने पनि ठाउँ छ है त्यहाँ है। त्यहाँ सबै चिज छ। अनि हजुरहरूले त्यहाँ मृगहरू पनि देख्न सक्नुहुन्छ। एकदम बवाल छ ठाउँ चाहिँ, मलाई बवाल लाग्यो। त्यही एउटा अनि अलिकति कपाल अनि आफ्नो ग्रुप फ्रेन्डहरू छ होइन, धेरै ग्रुपहरू छ। अनि आफ्नो फ्यामिलीहरूसँग जान चाहनुहुन्छ भने चाहिँ त्यो गोकर्ण फरेस्ट रिसर्च चाहिँ एकदम मलाई बेस्ट लाग्यो। त्यहाँ चाहिँ एकदम पिस पनि छ, नेचर पनि छ, सबै ठाउँ सब चिज छ होइन, सब चिजले भरिपूर्ण छ त्यहाँ। मलाई बवाल लाग्यो। अनि मैले आउँदाखेरि भ्लग पनि बनाउँथेँ होला, गाडी चलाउँदाखेरि भ्लग पनि बनाउँथेँ होला। अब त्यति बेला चाहिँ फेरि अब मैले लाइसेन्स निकालेको धेरै भएन गाडीको। अनि अब भर्खर हात बसाउँदैछु मेन रोडतिर नि होइन। त्यही कारणले गर्दाखेरि चाहिँ मैले त्यति बेला त्यो भ्लग चाहिँ बनाएन है। अब बिस्तारै बिस्तारै त्यो भ्लग पनि आउँछ। अनि मैले धेरै पछि भ्लग पनि बनाएँ होइन। म अलिकति अब मेरो अहिले गेमिङ जोन पनि छ। गेमिङ जोनले गर्दाखेरि अलिकति मैले भ्लग बनाउनु पाएन। अब रेगुलर भ्लग पनि गेमिङ जोनको कति बनाउने भनेर, त्यही कारणले गर्दाखेरि त्यो भ्लग पनि बनाएन। एक दिन त्यो पनि बनाउने छु। अनि त्यही हो केटा, अरू त त्यही हो होइन, धेरै छैन भन्नुलाई। अब अरू के भन्ने, त्यही हो केटा। अब त्यति भन्दै आजको लागि चाहिँ बिदाई माग्छु म। मेरो भ्लग हजुरहरूलाई राम्रै लाग्यो होला होइन। त्यही हो केटा, त्यति भन्दै आजलाई म बिदा माग्दै लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि हजुरहरू मेरो ब्रदर्स गेमिङ जोनमा आउनु खोज्नु भएको भने चाहिँ होइन, मेरो इन्स्टाग्रामको पेज छ भन्नाले ब्रदर्स गेमिङ फ्यामिलीको इन्स्टाग्राम पेज छ। त्यो पेजलाई फलो गरिदिनु होला। ब्रदर्स गेमिङ जोन, ब्रदर्स गेमिङ एन्ड क्याफे भनेर लेखेको छ। एउटा जोन छ, एउटा क्याफे छ। त्यसलाई फलो गरिदिनु होला। मैले त्यहाँ लोकेसनहरू सब चिजको भिडियो त्यसमै राखेको छु। होप यु लाइक इट। लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। त्यति भन्दै आजलाई म बिदाई मागेँ। धन्यवाद।